नमस्कार गाइस ल म चाहिँ जाँदैछु है जुस बेच्न। यो बाटो चाहिँ म जुस बेच्न जाने बाटो हो। यो यसलाई भन्छ, यो बाटोलाई भन्छ जालान आसिया। जालान आसिया हो यसको नाम चाहिँ। म बाटोमा हिँड्दैछु। यहाँ गाडीहरू धेरै छ, मान्छेहरू फोहोर हुन्छ धेरै। यो बाटो चाहिँ म जाने बाटो हो है, म जुस बेच्न जाने बाटो हो। ल हेर्दै जानु साथीहरू। गाडी के भएर के फेरि यिनीहरूको यहीँबाट जान्छु म चाहिँ। यतातिर हेर्नु अब यतापट्टि छ नि यो, यसलाई भन्छ सिम्पाङ। अब हाम्रो नेपालमा भन्छ नि त्यो बाटो, यो सिम्पाङ सानो सिम्पाङ है। यतापट्टि छ नि ब्याङ्क बेचे भन्छ यसलाई। त जानुपर्छ, टन्नै जानुपर्छ, उता जानुपर्छ नि। मेरो जुस बेच्ने ठाउँ पुग्छु म। र हेर्दै जानु साथीहरू। यस्तै छ है इन्डोनेसिया। यो चाहिँ सहरमै पर्छ, यो म बसेको सहर नै हो। कस्तो लाग्छ तपाईँहरूलाई यो सहर, म बसेको ठाउँ? र हेर्दै जानु साथीहरू। मेरो यो युट्युबको भिडियोलाई पनि सेयर गर्न मिल्छ भने सेयर गरिदिनु है। कसैले मन पराउनु मन छ भने सेयर गरिदिनु। यो भुवाको यतातिर यस्तो व्यापार चलाउनु परेछ यस्तामा बसेर। र हेर्दै जानु साथीहरू कस्तो छ मेरो व्यापार गर्ने ठाउँ। परेसम्म देखाइदिन्छु तपाईँहरूलाई। यतातिर आइपुग्यो। ल हेर्दै जानुहोस्। अब मान्छे त धेरै नै छ नि यतातिर। अब मैले यहाँको बेलुकाको 5 बजीतिर हो यो मैले फोटो भिडियो हालेको। अलि उज्यालै छ। र यस्तै छ। तपाईँहरूलाई कस्तो लाग्छ है गाइस? त्यही मान्छेहरू फेरि बाटो उभिया भस्काउनु पर्ने। यो ठाउँको नाम चाहिँ हो आसिया भन्छ यहाँनिर। आसिया भन्छ। यो उतापट्टि म जुस बेच्ने ठाउँमा पुग्न आँटे हो। यो धेरै लामो त्यो बाटोमा बनाइएन, थत्रै बनाइयो। जाँदैछु लखर जाँदैछु। पुग्न आँट्यो गाडी। त्यो माथिको एउटा ठुलो अपार्टमेन्ट भन्छ, त्यहीँ पुग्यो है। ल ल यो चाहिँ मेरो जुस बेच्ने ठाउँ है साथीहरू। ल हेर्नुहोस्, यहाँ म जुस बेच्दैछु। यहाँ दुईवटा केटीले म जुस बेच्छु भन्दैछ, जुस किन्नु भनेर आउँदैछ है। ल यसलाई जुस किन्न आउनु पर्यो। अब म जुस किन्ने अरे हो। म जुस बेच्दैछु साथीहरू। अनि यतातिर बाहिरतिर अरूतिर पनि देखाउँदैछु म। यहाँ यो मेरो जुस बेच्ने ठाउँ धेरैले व्यापार गर्छन्। यहीँ इन्डियाको मान्छे पनि छ। यहाँ तामिल है, तामिल क्लेङ भन्छ यहाँनिर। क्लेङ जुवाल मर्ताबा। यो छ अब यो रस बेच्ने। अनि यतातिर धेरै मान्छेहरू व्यापार गरेको छ। बाक्सो भन्छ यहाँनिर। बाक्सो चिया चाइनिजहरूले धेरै खान्छन्। अनि यतापट्टि छ रेस्टुरेन्टहरू छ। अनि यहाँनिर हेर्नु त चाइनिजको भिड। यहाँनिर त्यो चप्पल किन्ने, फेरि सान्डल भन्छ यहाँनिर चप्पललाई। चप्पल किन्छ। यता लुगाफाटोहरू बेचेका छन्। आज धेरै मान्छेहरू छैनन्। शनिबार र आइतबार चाहिँ मान्छे टन्नै हुन्छन् यहाँखेरि है। यस्तै छ है। म मेरो जुस बेच्ने ठाउँ वरिपरि हो यो। यहाँनिर चाहिँ खोलेको छैन, खोल्नलाई बसिरहेको छ।
साला यसको नाम चाहिँ साला हो फेरि ini tukang salah यसलाई साला भन्छ नेपालमा त खोइ के भन्छ थाहा छैन साला गल साला भन्छ saya buat video dia यो भन्छ मार्तावा lebih पिरिङ ganteng. भन्छ यसलाई यहाँ त्यो यो Nah, डाला घिउ हाल्छन् अनि त्यहाँबाट चोक्लेट हाल्छन् त्यो पकाएर त्यस्तोलाई अनि बेच्छन् serius यसरी यसलाई के भन्छ मार्तावा पिरिङ है के खान जानेको छ के खान जानेको छ मान्छेहरूले मलाई त मन पर्दैन यो साह्रै त्यहाँको मात्रै हो yo tobo अनि यो चाहिँ उहु tobunya उहु बेच्ने यसको galak चाहिँ ini चलेको छैन ah कोही कसैले किनेको छैन यो, तबुने लिएर गालाको। राखेको छ रस दिँदो रहेछ अनि चाहिँ यता चाहिँ tukang बसेको छ। tobunya main HP यहाँ मोबाइल हेरेर बसिरहेको छ यहाँ हाँस्दैछ tobunya galakku orangnya main HP काम छैन आज ini ल namanya यसलाई yang भन्छ ल्याङ्टे भन्छ यो चाइनाबाट आएको हो यो यहाँ बनाएर बेच्छ मान्छेले म पनि बनाउँथेँ आजभोलि फुर्सद भयो यो गोरी छ। यहाँनिर हालेर भन्छ ल्याङ्टे भन्छ है ल्याङ्टे yo tukang tukang ल yang यहाँको केटी हो र यहाँ चाहिँ अब केटाकेटीलाई खेल्ने ठाउँ है अब केटाकेटी खेल्ने गाडी छ नि त्यहाँ warna गएको warni त्यहाँ। cakep यसलाई namanya भन्छ अडङ अडङ भन्छ है यहाँनिर इन्डोनेसियामा भन्छ अडङ अडङ भन्छ यसलाई र यस्तो छ अनि यतातिर व्यापार गर्ने मान्छेहरू पनि छ चल्नै छैन व्यापार गर्ने अब मान्छे चाहिँ छैन किन्ने चाहिँ व्यापार गर्ने मात्रै हेर्नु त मान्छे कता गयो आज व्यापार गर्ने मान्छे त टन्नै छ किन्ने मान्छे छैन यतापट्टि ढुरियन भन्छ अनि यो छ फेरि लहरे आँपको जुस हो यो पकाउँछ नि कति पकाएर बाक्लो बनाएको हुन्छ चाइनिजले यसलाई भन्छ चम्पाडा अब नेपालमा भन्छ यसलाई भुइँकटर जस्तै हुन्छ भुइँकटर त अर्कै खालको हुन्छ त्यो यसको अलिक सानो सानो गेडा हुन्छ चम्पाडा हुन्छ ल हेर्नुहोस् यतापट्टि आभोकाडो पनि छ है यहाँ टन्नै ठुल्ठुलो छ यो ठुल्ठुलो छ यो ada महँगो di बेच्छ Asia Megamas आँप चाहिँ यो आँपको अहिले सिजन अलिक सानो सानो मात्रै सिजन छ र आँप चाहिँ यस्तो खालको छ बेलौती पनि छ बेचेको बेलौती यहाँको मान्छेले बेलौती चाहिँ अलिक काँचो काँचै खान्छ पाकेको चाहिँ